सर्वप्रथम मोबाइलमा ई-सेवा इन्स्टल गरेको हुनुपर्छ र एक्टिभ गरेको हुनुपर्दछ। सुरुमा ई-सेवा एप्सलाई थिच्ने, त्यसपछि टपअप डाटामा थिच्ने, त्यसपछि यस्तो पेज खुल्नेछ र आफूले ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर टाइप गर्ने, 10 अङ्कको हुनुपर्नेछ। 10 अङ्कको नभएमा यस्तो खालको समस्या देखाउँछ। त्यसपछि अमाउन्ट एनपीआर मा गएर उक्त मोबाइल नम्बरमा आफूले ट्रान्सफर गर्न खोजेको अथवा चाहेको रकम टाइप गर्ने र प्रोसेसमा क्लिक गर्ने। त्यसपछि कन्फर्म भन्ने अप्सन आउँछ, कन्फर्म गर्ने। तपाईको 4 अङ्कको पिन कोड टाइप गर्ने, त्यो पिन कोड टाइप गरिसकेपछि तपाईले चाहेको मोबाइल नम्बरमा ई-सेवा मार्फत ब्यालेन्स ट्रान्सफर हुनेछ। हाम्रो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।